अर्घाखाँचीको पाणेनी गाउँपालिका 2 डाँडा कटेरी घर भई हाल रूपन्देही सैना मैना कलोनीमा बस्दै आएका 43 वर्षीय दीपक भन्ने कुलचन्द्र गौतमले 16 लाखको ट्रक आफ्नो नाममा पारेर साथीको हत्या गरेका छन्। अर्घाखाँचीकै विष्णुबहादुर पाण्डेको नाममा रहेको लु 1 क 7781 नम्बरको छबाङ्ग्रे ट्रक आफ्नो नाममा पारी योजनाबद्ध रूपले रूपन्देहीबाट अर्घाखाँची पुर्याई हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। विष्णुबहादुरसँग पैसा पछि बुझाउने गरी गौतमले 16 लाख रुपैयाँको ट्रक खरिद गरी यातायात कार्यालयमा गई आफ्नो नाममा गरेका थिए र ट्रक आफ्नो नाममा गराइसकेपछि अर्घाखाँचीमा रहेको पहाड घरमा गएर ट्रकको पैसा बुझाउने भनी लिएर गएका थिए। इलाका प्रहरी कार्यालय बुटवलमा मृतकका दाजु तेजबहादुर पाण्डेले दिएको जाहेरी अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार साउन 9 गते उनीहरू अर्घाखाँचीतर्फ लागेका थिए। अर्घाखाँची पाणेनी घरमा पुगिसकेपछि पहिलो दिन खाना खाएर सुतेका थिए र भोलिपल्टै बिहानै आरोपित गौतमले जङ्गलमा कालिज मार्न जाउँ भनी विष्णुलाई लगेका थिए र जङ्गलमा लगिसकेपछि एकान्तमा पारी पछाडिबाट फलामको रडले टाउकोमा हानी हत्या गरेका थिए। 2-3 पल्ट टाउकोमा हानिसकेपछि प्राण त्यागेका पाण्डेलाई जङ्गलको भिरबाट धकेलिदिएका थिए र आरोपित गौतमले इलाका प्रहरी कार्यालय बुटवलमा दिएको बयान अनुसार सैना मैना कलोनीमा घर बनाउँदा उनी ऋणमा डुबेका थिए। यसैगरी बुटवलको मैनानगरमा सञ्चालन गर्दै आएको मोटर पार्ट्स पसल समेत घाटामा गएपछि साथीको ट्रक सित्तैमा हत्याउने र उक्त ट्रकबाट आम्दानी गरी ऋण तिर्ने उद्देश्यले हत्याको योजना बनाएका थिए। साथीको हत्या गरी फरार रहेका गौतमलाई नेपाल भारत सिमानामा पक्राउ गरिएको प्रहरीले जनाएको छ र मृतकका दाजु तेजबहादुर पाण्डेले साउन 15 गते आइतबार नै इलाका प्रहरी कार्यालय बुटवलमा कारबाहीका लागि किटानी जाहेरी दिएका थिए। साउन 9 गते रातिसम्म परिवारको सम्पर्कमा रहेका मृतक पाण्डे 81 सम्पर्कविहीन भएपछि परिवारले खोजी तलासीका लागि प्रहरीलाई उजुरी दिएको थियो। प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा साउन 15 गते जङ्गलमा मृत अवस्थामा पाण्डेको शव फेला परेको थियो। थप अनुसन्धान जारी र यस्तै नयाँ तथ्य नयाँ जानकारी थाहा पाउनको लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई धेरैभन्दा धेरै मात्र सेयर पनि गरिदिनुहोला।